दामी भ्यू भने अहिले त बसहरू चलिरह तर उ त्यहाँ पुलिसहरूको ब्यारिकेडहरू यता नि छ पछि ठ्याक्कै यहीँ यो आन्दोलन स्टार्ट हुने बुद्धनगर जाने बाटो कस्तो मजेदार छ है सनराइज नै भएको छैन अहिले गाइज फेरि पनि वेलकम ब्याक टु माई भ्लग च्यानल सौगात देवकोटा अनि आज चाहिँ म मर्निङ अहिले 3 बजिरहेछ म चाहिँ ठ्याक्क आज छिटै उठ्दै खै कसरी थाहा भएन निन्द्रा त हिजो छिटै सुतेको थिएँ लाइक 9 बजीतिर कि 10 बजीतिर सुतेको त्यही भएर अहिले छिटै उठेँ अनि अहिले आएर ठ्याक्कै ल्यापटप हेरेर आएको थिएँ अनि मेरो च्यानलमा चाहिँ अहिले 71 भ्युज गएको रहेछ 14 घन्टामा अनि हिजो भनेको के अरे इलेक्ट्रिसिटी एन्ड म्याग्नेटिजम चाहिँ हामीले पढ्न भएन आज चाहिँ हाम्रो कुनै टार्गेट हुन्छ भन्दाखेरि म त मेन हिजोको इन्कम्प्लिट भएको क्या त्यो इलेक्ट्रिसिटी एन्ड म्याग्नेटिजम आज फर्स्टमा त त्यो कम्प्लिट गर्ने हो सबै भ्याउने अनि त्यसपछि चाहिँ अब केमिस्ट्रीमा जानुपर्ने हो अहिले बरु एकछिनमा ठ्याक्क 6 बजीतिर नै जम्ला आज 6:45 तिर गएर एकछिन बाहिर यता बानेश्वरतिर वाकमा जानु पर्ला अनि आउँदाखेरि चाहिँ खाजा लिएर आउनु पर्ला मैले हिजो यो बनाएको भिडियो चाहिँ अब यतिकै साथीहरूलाई अनि दादाहरूलाई सेयर गर्दै थिएँ अनि कमेन्ट गएको छ भने त्यही भएर भ्युज ठ्याक्क अब बुस्ट भइहाल्छ नि त फ्रिज भइसकेको थियो क्या च्यानल नै पहिला भिडियो हालेर अनि त्यसपछि म ठ्याक्क म कति मन्थ इयर नै अब भिडियो नहाले यो 47 वटा सब्सक्राइबर थियो अब त्यहाँबाट चाहिँ अब हिजो ठ्याक्क पोस्ट गरेँ त अब यो जान्थेन के थियो जान्थेन तर सबैको कमेन्ट आयो लाइक आयो त्यही भएर चाहिँ बुस्ट भइदियो 71 वटा भ्युज आयो त्यो पनि मेरो लागि राम्रै कुरा हो अब एकछिन चाहिँ म के पढौँ सोचिरहेको छु फर्स्टमा उयो नै पढ्नु पर्ला के अरे फिजिक्स पढ्छु अनि त्यसपछि चाहिँ बाहिर जाने अनि आएर चाहिँ केमिस्ट्री पढ्छु हाम्रो च्यानलमा चाहिँ 55 वटा सब्सक्राइबर पुग्यो अनि त्यसपछि 71 चाहिँ भ्युज गएको छ अब आज नि हाल्छु यो चाहिँ अब बेलुकातिर हाल्नु पऱ्यो अहिले भिडियो एडिटिङ गर्दै पहिले यहाँ मर्निङको 4 बजे छ अब हामी चाहिँ एकछिन अहिले 5-6 2 घन्टा जति पढ्ने अनि त्यसपछि चाहिँ बाहिर जाउँ एउटा चाहिँ टाइम ल्याप्स बनाउनु पर्ला ठ्याक्क पढिरहेको आई डोन्ट नो हाउ टु मेक कता राख्ने त्यो थाहा छैन त्यही आई डु अब बिहानको 7 बज्नु लाग्यो अब चाहिँ एकछिन बाहिर जाऊँ भनेको अनि म चाहिँ बाहिर आएर रेडी भइसकेँ अब एकछिन कता जाने सोचिरहेको छु बानेश्वर एरियातिर गएर सिभिलबाट फर्किनु पर्यो अहिले चाहिँ हामी हिँडौँ अब चाहिँ हामी बानेश्वरतिर जाने अनि त्यसपछि चाहिँ ठ्याक्क फर्किने पछाडि ठ्याक्क लिभरपुल देखिरहेको छ मेरो नि यतै यो घर त भित्रतिर उयो देखिरहेको छ नि त त्यो उकालो बाटो माथि चढेर जाँदा अहिले यताबाट जानु नि सकिन्थ्यो त्यही नि अब एकछिन हिँड्थ्यौँ भनेको उकालो नि नहिँडा कति भयो स्कुल हुँदाखेरि त लेट भयो बेला चाहिँ छिटो यहाँबाट जानु मिल्थ्यो त्यही भएर यताबाट जान्थेँ म्याक्सिमम् टाइम त्यतैबाट गएको उकालो चढ्दै अब पहाड चढेको जस्तै अब महसुस भइरहेको अब चाहिँ माथिबाट गएर चाहिँ अब बानेश्वरको चोकबाट फर्किने कता त्यही सोचिरहेको छु त्यही अहिले जाँदै गर्दा कता मन लाग्छ त्यतै जाने अब ठ्याक्क उकालै छ कि अगाडिबाट खस्यो भने त त्यो आफैले कन्ट्रोल गरेर सकिन्न आफै दौडिहालिन्छ यति मात्रै चढ्दा नि अहिले पुरा सास फुलिरहेको छ भने के भयो अहिले सिधै गाइस ठ्याक्क तल जानुपर्छ क्या अब यत्तिकै ब्याग भयो बेला त यत्तिकै कन्ट्रोल नि गर्न सकिँदैन यत्तिकै दौडिनुपर्छ यहाँ नि अब आजबाट चाहिँ अब राम्रोसँग इक्जामको प्र्याक्टिस गर्ने त्यही भनेर भने हो अहिले गएर नि पढ्नुपर्ने हो अघि धेरै त पढेन अघि नै ठ्याक्कै एडिटिङ गर्न लागेँ त्यही भएर त्यहाँ 1 घन्टा गइहाल्यो अनि 1 घन्टा चाहिँ पढेँ 1 घन्टा भन्दा नि इथरको भयो भने आधा घन्टा ति लाग्यो त्यो पढेँ
अब गएर चाहिँ पढ्नुपर्ने हो। अहिले यो भिडियोहरू त बेलुका एडिट गर्छु अनि अहिलेलाई गएर पढ्छु। उकालै छ के, त्यहाँबाट उकालो चढेर आउने अनि यहाँबाट नि अझै फेरि माथि चढ्ने। आइकालु चढेर हामी अब बानेश्वरको डेस्टिनेसनतिर। अब अगाडि चोक पुगेर चाहिँ अब उता आटे भिट्नु पर्ला। बाटो त्यस्तो कतै ट्राफिकै छैन भने कलेजमा अब कलेज लागेको बेला त यत्रो भिड हुन्छ यहाँ। बानेश्वर चोक नि आइसक्यो। अब हामी बानेश्वर चोकमा छौँ, पुलको माथि। अहिले त ट्राफिकै छैन, कस्तो खाली खाली छ। अहिले त खाली छ, पछितिर पुरा शिक्षकहरूले भरिन्छ यो। आन्दोलनै आन्दोलन। सिभिल साइड जाऊँ भनेको थियो, तर अहिले चाहिँ अब त्यस्तोमा के भिड छैन क्या, के अरे भ्यू नै छैन। अब त्यो भएर आफ्नो स्कुल साइडबाट चाहिँ जाने। अब रुखहरूले गर्दा नि कस्तो राम्रो भएको छ क्या। ए प्रब्लम भनेको यो तारहरू मात्रै हो, जहाँ देख्यो तारमै तार छ, सबै भ्यू बिगार्दा। अस्ति कलेज आउनुको लागि 3 गते त यता आएको थिएँ बानेश्वरतिर। त्यो दिनबाट त हिँडा नि छैन म यहाँ बानेश्वरतिर। भर्खर आज हिँडेर एकछिन अगाडि के अरे स्कुलसम्म पुग्छु अनि त्यसपछि त्यहाँबाट चाहिँ अल्फाबेटाको साइडबाट चाहिँ घर निस्किनु पर्ला। अब मेरो फोनमा चाहिँ वाइड एङ्गल भ्यू चाहिँ राम्रो आउँदो रहेछ। अघिबाट मैले 1x मा गरेर आएको थिएँ, 0.5 मा चाहिँ राम्रो आउने रहेछ। मर्निङ काठमाडौँको त भ्यू नै राम्रो रहेछ क्या। राम्ररी म 7 बजे हतार हतार स्कुल आउनु पर्थ्यो, त्यही भएर केही गीत सुन्दै आउँथ्यो कति कति होला, त्यही भएर त्यस्तो त हेर्थेन। थिएन। अहिले आफूलाई राम्रो लागिरहेको। अहिले म्याक्सिमम यतिकै स्टुडेन्टहरू नै छ अहिले त। उता पार्कतिर भएको भए चाहिँ अङ्कल आन्टीहरू नि हुनुहुन्थ्यो, तर यहाँ त चाहिँ कलेज स्टुडेन्ट अनि स्कुल स्टुडेन्टहरू मात्रै छ अनि यतिकै गाडीहरू चाहिँ चलिरहेको। ठ्याक्कै यतै यो पछितिर आन्दोलन स्टार्ट हुने। अहिले त बसहरू चलिरहेको, तर उ त्यहाँ पुलिसहरूको ब्यारिकेडहरू यता नि छ, पछि ठ्याक्कै यहीँ यो आन्दोलन स्टार्ट हुने। दामी भ्यू भने डिसिज अल्फा बिटा। म आफ्नो के अरे 10 पछिको +2 भन्दा अगाडि त्यो पढाएँ। अलि अगाडि स्कुल छ, स्कुलतिर पनि नजाऊँ यत्तिकै अहिले। जाने मन छैन त्यहाँभित्र चाहिँ। अब हामी चाहिँ के अरे हामी होइन, म चाहिँ अब बुद्धनगर साइडतिर गइरहेको छु। त्यहाँबाट चाहिँ सङ्कुमुल हुँदै बानेश्वर के अरे घरतिर जानु पर्ला। अनि धेरै नजाऊँ अहिले त, अहिले गएर पढ्नु नै छ। त्यही भएर फर्स्टमा यहाँबाट भित्र छिरेर घर जाने। अब बुद्धनगर जाने बाटो एकछिन यताबाट मेरो स्कुल देखिन्छ, अहिले त्यहाँबाट चाहिँ देखाउँला। यतै छ त यो ठ्याक्क, यही हो मेरो कलेज +2 पढ्ने काव्य स्कुल। अब त्यहाँ चाहिँ हामी अगाडिबाट चाहिँ गएनौँ, पछाडिबाट त्यहाँनिर नै देखिन्छ। सिधा अब घर जाने। म चाहिँ आइसकेँ। अब टिएनटीको बाटो हुँदै जान्छु होला। अब ठ्याक्कै यहाँबाट बाटो छ अनि त्यहाँबाट टिएनटी हुँदै बुद्धनगर बाटो सङ्गम जाने अनि घर बसेर पढ्ने। अब हामी यो गल्लीको बाटो जाऊँ। गल्लीको बाटो अगाडि खुल्ला छैन थाहा छैन, त्यो अगाडिबाट जान्छु। हिजो नि पुरा रोडमा पानी थियो, आज नि छ पानी पऱ्यो कि के हो त्यो नि थाहा छैन, सितो कि पानी कन्फ्युज छु म त। ठ्याक्क अब टिएनटी पुग्नलाई अहिले बन्दै होला सायद, खुल्ला भयो भने एकछिन चिया खानु पर्ला, नत्र त बिहानतिर बन्दै हुन्छ म्याक्सिमम। अनि यो नि मेरो स्कुल जाने रुट थियो कहिलेकाहीँ। ठ्याक्कै स्कुल पुगिन्छ क्या, 5 मिनटको बाटो पनि छैन, सिधा सर्टकट छ। बन्दै रहेछ अहिले, ठ्याक्क चिया खाऊँ भनेको थिएँ, नत्र बन्दै रहेछ। अब घर गएर आफै बनाउनु पर्यो।
अब यता डेरी खुला छ भने डेरीबाट दुध लिने अनि त्यसपछि चिया बनाएर खानु पर्यो। नर पुग्यो, अब चाहिँ घर जाने। बाटो त अहिले यस्तो छ, तर पानी परेको दिन त पुरा खुट्टासम्म पुरै पानी हुन्छ क्या यहाँ। रोड कता छ नाली कता छ के थाहै हुँदैन। सान्दारबाट लिएर अनि हाम्रो घरनिरसम्मै हुन्छ ट्याक्क। हाम्रो घर साइडतिर चाहिँ हुँदैन, तर अलि अगाडिसम्म त पुरा पानी हुन्छ भने पुग्न लाग्यो। अब चाहिँ दुध लिएर जाऊँ अनि चिया या कफी बनाएर खानुपर्छ। अनि अन्डा ब्रेड खाएर अब पढ्नु पर्ला। अब चाहिँ पढ्ने हो, टाइम स्ल्याब बनाएर ठ्याक्क त्यो नि हाल्छु यो भिडियोमा। मैले यहाँ दुध र ब्रेड लिइसकेको छु, अब घर गएर बनाउने अनि खाने। अहिले चाहिँ पढ्नुपर्छ एकछिन भयो नि। अब कफी सकिया रहेछ, मैले भर्खर नोटिस गरेँ। अब दुधसँग ब्रेड र अन्डा खानु पर्ला अनि त्यसपछि चाहिँ पढ्न बस्ने। 7 बजे चाहिँ घर पुगेको। अहिले खाजासाजा खाएर बस्छु भनेको। अनि टाइम कति बेला बित्यो थाहै छैन। इन्स्टाग्राम चलाएको भयो। अनि अहिले चाहिँ अब कति बज्यो, 8 बज्न लाग्यो, ठ्याक्क 8 बज्यो। अब चाहिँ पढ्नु पऱ्यो। अर्ग्यानिकको स्टार्ट गर्छु होला अहिले, केमिस्ट्री गर्नु पऱ्यो। अनि त्यसपछि चाहिँ के हुन्छ देखा जाएगा। अहिलेलाई बाई बाई, आई विल स्टडी।